हो कुनै बेला हाइवे जत्तिकै रहेको पुल अहिले जीर्ण अवस्थामा छ। यो धनकुटा जिल्लाको त्रिवेणीमा रहेको पुल हो। यो तमोरमाथि बनाइएको पुल हो। कुनै बेला यो चाहिँ धेरै बिजी रहेको पुल हो, बिजी रहने पुल हो। धनकुटा, भोजपुर, खोटाङ, शङ्खुसभाका केही तल्लो पाटका मानिसहरू चत्रा धरान जाने अनि विभिन्न आफूलाई आवश्यक हुने सरसामग्री किनेर आउने जाने पुल यो हो। अहिले राज्यले अलिकति अवहेलित जस्तो देखिन पुगेको छ। अलिकति जीर्ण भइसकेको छ। अलिकति वेटली हिँड्न पनि डर मर्दो छ। यो तलको सप्तकोशी सङ्गम स्थल, यताबाट जाने तमोर नदी, उताबाट दुधकोशी र अरुणकोशी मिसेर आछ। पहिला सबै पैदल हिँड्ने ठाउँ बाटोहरू यो बाटोले धेरै विशिष्ट व्यक्तित्वको पाइला पाएको छ। सुजन किराती, दयाङ राईहरूले पनि यो बाटो धेरैचोटि हिँडेको हुनुपर्छ विगतका दिनहरूमा। भलै अहिले बाटो यस्तो छ र राज्यको केही आँखा चाहिँ पर्नुपर्छ भन्ने चाहिँ मान्यता हो। अहिले उताबाट सडक बाटो पनि बनाउने क्रममा रहेको छ। तमोर नदी पहिला यहाँ धेरै घरहरू थिए, अहिले 2वटा मात्र छ। सडक यातायातको पहुँचसँगै बाटोघाटोहरू चाहिँ मोबिलाइज भए अन्यत्र सारिए, त्यसो छ।